तिम्रा मनका कुराहरू येशूलाई भनिदेऊ तिम्रा मनका कुराहरू येशूलाई भनिदेऊ तिम्रो भित्री लडाई संघर्षहरू प्रभुलाई कहिदेऊ संकष्टमा तिमीलाई बोक्नु हुने प्रभुलाई भनिदेऊ संकष्टमा तिमीलाई बोक्नु हुने प्रभुलाई भनिदेऊ तिम्रो आँसु थोपा थोपा बटुल्नु हुने उहाँ नै हुन् तिम्रो खुसी Hello everyone, welcome back to my channel. आज हामी आएको छ यता रिफ्रेसमेन्ट गर्नु है होला कोल्ड वाटर ना काई खाना भन्ने जग्गामा हैन यस्तो छ है भन बिकी भाइ हजुर दाजु Lovely भाइ दामी दामी अजिल खाना भाइ मैले टकी पिकनिक भन्दै आएको त्यस्तो छ हैन फोटो खिच्न हालेछ त केटाहरूले Joseph, go. Say something to my channel, brother. It's a lovely place. So we are here to enjoy. It's a nice picnic. So we are here to explore. Yes. So Okay, let's enjoy ourselves, my brothers. Lovely. So you'll going to swim or not, huh? Joseph. This one. Joseph. A little scary, but it's good. It look old, nah? Yeah, this is very old. Joseph, you going to swim or not? In Ghana we have this. Ah. We have this, yeah. We call it Kakumpak. It's a little bit longer than this. It's like this times 5. Very long. We walk like this. It's very deep. Because of people from the tourists. Yeah. Yes. यहाँ चाहिँ यस्तो हुँदैछ यहाँ चाहिँ यस्तो हुँदैछ यो हल्का पिकनिक हो रिफ्रेसमेन्टको लागि आएको आज हामी होइन यहाँनिर पाक्दैछ के सुरु गर्दैछ अब हल्का यहाँनिर हल्का अब आइस बात जस्तो भन्ने पानी बात वाटर बात अब जान्दैछ हामी यहाँ माथि है मनका पिरहरू जीवनका डरहरू जान्नु हुने बुझ्नु हुने पहानै हुन् अझै पुलमा आइसकेको पुल देखाउनु छ तपाईँहरूलाई कस्तो छ भनेर Very good pick. Khatra. Hey. सक्दैन हामीले गरम पुल चाहिँ यस्तो रहेछ है यहाँबाट म पनि देखाउँछु तपाईँहरूलाई है हामी यहाँ तल चाहिँ हामी पाक्दैछ है हो यता स्विमिङ गर्ने गर्दैछ यहाँ पुग्यो यताबाट जान्छु म अब
यति पुरानो ब्रिज रहेछ यो चाहिँ अलिक साइको साइको खालको होइन खतरा खतरा ए यो चाहिँ दाजु हो सबैजनालाई आजको हाम्रो चाहिँ पिकनिक आएको हामी चाहिँ रिफ्रेसमेन्ट हुनु लागि हो प्र्याक्टिस हुँदै थियो नि त गान्तोकमा होइन यो चाहिँ तपाईँको गान्तोक यो गाई धुरा कि के भन्दो रहेछ यसलाई जग्गामा हो होइन अन्त हामी चाहिँ रिफ्रेसमेन्टको लागि पिकनिक खेल्दै है आएको बेलुका छ टक्कै तल स्विमिङ गर्नु नेचुरल स्विमिङ गर्नु आयो नेचुरल स्विमिङ है त्यहाँ कस्तो तल स्विमिङ गरेको आकाश आकाश एउटा एउटा आकाश एउटा मैले भक्कै गएको अब यसको त माथि माथि छाती छाती आउँदो रहेछ गइरहेको रहेछ है गइरहेको छैन यसले त सब सिकाइदियो त सबै दामी दामी मामा कहिले हेर्नुहोस् मामा लु गर्दैन यसले त चिसो है आज तातो नि त्यो कराको चिज भने वेलकम नपुग्यो त्यो त हड्डी चाहिँ मासु जे भयो नि त स्वयं गर्लफ्रेन्ड चाहिँ भोलिनु हुँदैन फेरि हाम्रो सेकुवाहरू हो रिकभरी गर्न आयो यो चाहिँ अब फेरि हो मलाई 10-15 बजे लक्ष्मीको बजे पहिला त यहाँबाट चाहिँ मेरो ढुङ्गा नि अब हिँडेर गयो यहाँ माथि दाउहरू दिएर खेल्नु यो पनि दामी धेरै बस्छ है एकछिन बस्छ कि एकछिन मात्रै 1 मिनेटसम्म बस्छ कि गरिरहेको छ होइन मजाले रिकभरी गरिरहेको छ सबैजना हामी चाहिँ यता छ खतरा 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 त्यो पहिला ठेला न डन्डाले त्यो डन्डा ठेला नि पहिला ठेला 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 अझै ठेला उता साइडको पनि ठेला मुनि ठेला 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 अझै ठेला न अझै ठेला ठेला अलिक चलाउनु त अलिक तल अघि अलिक तल अलिक होइन अलिक तल छैन अलिक तल ठेला कौन चेपेको हालिदिउँ न
उज्बेकिस्तानको केटाहरू बदमास हुँदैछ यता आएर यहाँ छाडा हुँदैछ यिनीहरू Lovely, lovely. Damn me, Sadis. Oh, lovely, damn me. किन्छ भाइ अड्केको हो तिम्रा मनका कुराहरू येशूलाई भनिदेऊ तिम्रा मनका कुराहरू येशूलाई भनिदेऊ तिम्रो भित्री लडाई सङ्घर्षहरू प्रभुलाई कहिदेऊ सङ्कष्टमा तिमीलाई बोक्नु हुने प्रभुलाई भनिदेऊ